2047 यताका मुख्य भ्रष्टाचार काण्ड: 1. धमिजा काण्ड, 2. चेजेयर काण्ड, 3. लाउडा काण्ड, 4. एयरबस काण्ड, 5. चाइना साउथ वेस्ट काण्ड, 6. ललिता निवास काण्ड, 7. क्यान्टोनमेन्ट लडाकु घोटाला काण्ड, 8. कुकुल्यान्ड काण्ड, 9. गिरिबन्धु टी स्टेट काण्ड, 10. बुढी गण्डकी काण्ड, 11. यति काण्ड, 12. ओम्नी काण्ड, 13. तेरामक्स काण्ड, 14. 70 करोड काण्ड, 15. बतास काण्ड, 16. बाँसबारी काण्ड, 17. 50 करोड अडियो टेप काण्ड, 18. नक्कली भुटानी शरणार्थी काण्ड, 19. सुन काण्ड, 20. एनसेल काण्ड। यी त प्रतिनिधि घटना मात्र हुन्। खोज्दै र खोतल्दै जाने हो भने यस्ता घोटालाका काण्ड 20-25 होइन 50-100 भेटिन्छ। रविकोमा जस्तै लगनशील भएर गगन र रमेश लेखकहरूले यो घोटालाका फाइललाई जीवित राखेर अनुसन्धानको दायरामा ल्याउलान्? ल्याउँदैन, किनभने पहिला जेल जाने नम्बर काङ्ग्रेसीहरूको नै लाग्नेछ।